बेङ्गलोर एसएमबिटीको अवस्था यस्तो छ, मान्छेको भिड हेर्नु सक्छ, टिकट पाउनुलाई एकदमै मुस्किल छ। फिलहाल हामी जाँदैछौँ होइन। के बोकेका नि टोप्ला टोप्लीहरू चाहिँ यिनीहरूले टोप्ला टोप्ली बोकेर नै यिनीहरूले जग्गा खान्छ क्या। हेलो गाइस, नमस्ते, वेलकम ब्याक टु माई न्यू भिडियो। त आज चाहिँ हामी जाँदैछु रेलवे स्टेसन एसएमबिटी टिकटको लागि। सो गाइस लेट्स सी के हुन्छ होइन। आज चाहिँ हाम्रो बहिनी घर जाने अरे, नगई नहुने तत्काल। अब यो ट्र्याक्टरले साह्रो दिमाग खराब गरे कि आवाज चाहिँ रेकर्ड हुनु दिएन कि। अनि रेलवे स्टेसन जाँदैछौँ हामी एसएमबिटी। छोरी र म छु, उहाँको मिसेस जानु हुँदैछ, मतलब नगई नहुने के, नानीको स्कुलको टाइम भयो अरे। अनि तत्काल जाने त्यस्तो खालको भयो कि। अन्त टिकट पाइन्छ पाइन्न, अब अहिले त्यहाँ रेलवे स्टेसन गएर थाहा पाइन्छ होइन। जानु अहिले एउटा ट्रेन छ क्या अगरतला, यस्तोरी अनलाइनमा काम गर्छ या बिहान बिहानै। अझै एउटा ट्रेन छ होइन 10:15 को अगरतला। सो पाइन्छ कि पाइन्न थाहै छैन कि। गएर टिकट बुझ्छौँ, अन्त टिकटको बारेमा के हुन्छ अनि पछाडि मिलेछ भने जान्छ अब होइन। हामी चाहिँ केमा छु भनेपछि हिलुमा छु कि बेङ्गलोरमा। यो एकदमै चलचित के भन्छ यसलाई, साइकल हो क्या, इलेक्ट्रिक साइकल, ब्याट्रीबाट चल्ने। रेन्टमा पनि मिल्छ यो। हामी यसमै छु 2जना। सो यसको बारेमा पनि जान्नु छ भने कमेन्ट गर्नु, म भिडियो बनाएर हालिदिन्छु। एउटै सिटमा 2जना बसेर जाँदैछु गाइस हामीहरू होइन। पछाडिपट्टि अझै एकजना बस्नु सक्छ, एउटा पछाडि क्यारियर छ के कस्तो भन्नु, मेरो पछाडि यस्तो छ। यसको स्पिड यार 45 समथिङ, 40 को स्पिड मात्रै दिन्छ होइन। घरिघरि त 30बाट घटेर 35 मा आउँछ। यो चलाउनु पनि एउटा राम्रै छ क्या यहाँनिर, किनभने हामी जस्तोलाई चाहिँ राम्रो हो। किनभने अब बाइक र स्कुटी हामीसँग हुँदा चाहिँ हामी कस्तो गर्छौँ भने हामी आफ्नै तालमा स्पिड हाँक्छौँ के। त्यस्तो हुँदा चाहिँ यो चाहिँ स्पिड गाडी कुदाउनेहरूको लागि एकदमै कन्ट्रोल टाइपको छ क्या। यो चाहिँ एउटा लिमिटमा जान्छ होइन। अनि यसमा लड्ने मर्ने चाड चाहिँ खासै छैन। लिमिट भन्ने बित्तिकै घटिहाल्छ। अब यो चाहेर पनि स्पिड हुनु खोज्दैन होइन। यो एउटा तरिकाले हिँड्छ कि आफ्नै तरिकाले। सो मजा छ जिन्दगी चाहिँ होइन। अब यो चाहिँ स्पिड कुद्नेहरूलाई फाइदै छैन क्या। अब मनमा त हुन्छ नि चापुङला हाँकुङला गाडी एकदमै स्पिड जाम्ला भन्ने, बट त्यस्तो हुने चान्सै छैन कि, किनभने यसको लिमिट छ क्या। ल स्पिड त घट्यो त हो यो गाडी बाइक हिँड्नुको त, चढेको छैन। ए नचढ है, एकदमै हिँडिरहेको है। होइन हिँड्नु त हिँड्नै छोड्यो कि, उकालो भएर होला सायद। यस्तै हो कि यो हिल्लु चाहिँ उकालोतिर भारी उकालोतिर चाहिँ चढ्नु भनेको यस्तो। यहाँ हिँड हेर न हिल्लुको आमा हो। के भन्दा त स्पिड त म नामेर हिँड्छु हौ बरु। यस्तो छ अन्त यार के भन्नु। अब यस्तो स्पिड घटेर जाएन यार, उकालो भएर होला कि। रोक मलाई होइन, मलाई छोडेर जाँदैछ। रोक अरे यो घोडा चढिने, यो घोडा हो यार। गाइस बल्ल चढेँ होइन। अब यहाँबाट चाहिँ ओह्रालो छ, ओह्रालोमा चाहिँ फेरि हड्गाड कुद्छ नि यो हो। ओह्रालोमा त फेरि हो एसएमबिटी। यताबाट पनि जान्छ त, यताबाट होइन न, के गरेको हौ, यताबाट होइन। ल हामी बेङ्गलोरको एसएमबिटी आइसक्यौँ। एकदमै नजिकै हो होइन। सो भित्र के हुन्छ, भित्र गएर आएर अपडेट दिन्छु नि त नि। उकालो आएपछि चाहिँ हो यो डाउन भइहाल्छ।
हिँड न यताबाट के गरेर हिँड्छौ साइड कतै साइडतिर लगाइदिनु पर्छ हौ अनि उतै छेउछाउ हिँड्नु बेङ्गलोर एसएमबिटीको अवस्था यस्तो छ मान्छेको भिड हेर्नु सक्छ टिकट पाउनुलाई एकदमै मुस्किल छ फिलहाल हामी जाँदैछौँ होइन के बोकेका नि टोप्ला टोप्लीहरू चाहिँ यिनीहरूले टोप्ला टोप्ली बोकेर नै यिनीहरूले जग्गा खान्छ क्या हामीलाई प्लेटफर्म टिकट काट्नुपर्ने थियो जग्गा थाहै भएन यहाँ कहाँनिर भन्ने थियो यो हो लाइन चाहिँ के लागि बस्छ फोन त हौ टिकटकै लागि हो कि भित्र छिर्नुलाई हो कि गएर उहाँ सोध त मामालाई त्यहाँ सोध न के लाइन भैया ऑनलाइन टिकट है सर ऑनलाइन कैश नहीं है कैश का टिकट चाहिए उधर बाहर से मिलेगा टिटी चाहिँ भेट्नु पऱ्यो नि त यहाँनिर टिकट चाहिँ पाउनु गाह्रै छ होइन हामी त बाहिर बसिरहेको छौँ अहिले फिलहाल यहाँनिर एसएमबिटीको मान्छे हेर न यहाँ भिड भोटले गर्दा होला नि बाहिर तक छ मान्छेहरू हेर अब यस्तो जग्गामा कसरी पठाउने बहिनीलाई त्यो पनि नानीसँग होइन अब गइ हुँदैन होला खासै अब एकछिनहरू अझै एक बार विचार गरौँ के हुन्छ टिटी भेटे त राम्रो हुन्थ्यो कतै कुरा गर्नु मिल्छ टिटी पनि छैन क्या बाहिर अब निस्किने टाइम भएको छैन होला अहिले फिलहाल टिटीको हामी चाहिँ भित्र जानुलाई प्लेटफर्म टिकट काट्नु भनेको यहाँनिर होइन भित्र गएर टिटीसँग भेट्नुपर्ने अनि यहाँनिर चाहिँ यस्तो छ कसरी गर्ने टेक्नोलोजिया भन्ने जस्तै छ क्या यहाँ मान्छेको भिड हेर न टक्कै स्क्यान गरेपछि चाहिँ यहाँ टिकट पाइन्छ प्लेटफर्मको हो त उतापट्टि आउने उसलाई गर्दै भरे क्या है हामीले टिकट प्लेटफर्म टिकट पाइसकेको छ भित्र गएर टिटीसँग कुरा गर्ने हो होइन भित्रको नजारा चाहिँ यस्तो खालको छ होइन हामीले चाहिँ 2 घन्टाको प्लेटफर्म टिकट लिएर भित्र घुम्नु आएको जस्तो भइरहेछ फिलहाल हामी चाहिँ यहाँनिर टिटी भेटिन्छ कि भनेर आएको थियौँ साथी बाउलाइसक्यो क्या उसको बुढीको लागि टिकट नपाएर बिजोग छ क्या उसलाई यहाँनिर जाता दुलोमा पस्दै यो ट्रेन फिलहाल यो ट्रेन हाम्रो होइन नि त उता आसामतिर जाने ट्रेन होइन ए भित्र डब्बामा छिर्दै टिटी खोजिरह्यो उसले टिटी खोज्दैछ होइन त्यो चाहिँ बाहिरको नजारा हो होइन यो चाहिँ भित्र जुन हामी पछाडि फर्क्यौँ क्या यस्तो कहाँ सकिन्छ यस्तो त्यो लामो जानु मान्छेको यो भित्रको नजारा यस्तो छ हो एसएमबिटीको गाह्रै छ टिकट पाउनुलाई मेरो पछाडि पनि मान्छेहरू भिड होला होइन अब पछाडि फर्केर हेर्नु मिल्दैन अनि अगाडिको नजारा चाहिँ यस्तै छ यहाँ बाहिरको नजारा यस्तो मजाको यस्तो बस्ने ठाउँहरू छ होइन हामीले चाहिँ अघि त्यहाँबाट छिरेको नि त एन्टर उहाँ हो नि त त्यो घर जस्तो जाउँ हामी जाउँ उता हेरौँ है टिटी पाउँछ कि उता अब कुनै अप्सनै देखेको छैन कि अप्सनै छैन अब त्यहाँबाट जेनरल टिकटमा गाह्रै हुन्छ क्या एउटा टिकट त पाइन्छ जेनरल त केही छैन तर अब बच्चा छ नि त बच्चाले गर्दा चाहिँ एकदमै गाह्रो भयो सो हामीले चाहिँ टिटी पायो भने चाहिँ एकदमै राम्रो हुन्थ्यो र एउटा टिकट बन्दोबस्त गरौँ भन्ने खालको हाम्रो सोच थियो बाहिर टिटी नपाउनाले गर्दा हामीले यो टिकट लिएर चाहिँ भित्र छिरेर भित्र कतै पाइन्छ कि भन्ने उयो थियो होइन त्यो पनि पाएन
यहाँ मान्छे थाकेर बसिसके जस्तो छ, म पनि एकछिन बसिदिनु पर्यो। टिटी खोज्दा खोज्दा गरमले पाकिसक्यो, अब बाहिर निस्किने हो हामी त। टिटी सिटी छैन, टाइम भएको छैन कि सुतेकै के हो यार। झट्टा बाहिर निस्क्यौँ के हुन्छ अब हेर है, तेरिका बच्चा पेम्पर यत्रो लगाएर माथि पनि जान्छ त हौ यार, कहाँ जान्छ हौ? धेरै वर्ष होला नहिँडेर होइन, हामीलाई केही थाहा भएन कि यहाँ चाहिँ पुरै चेन्ज भइसकेछ होइन। टिकट मिल्ने चान्स भइसकेछ अब हाम्रो चाहिँ। तर आजको ट्रेन होइन, भोलिको रातिको 11:40को अरे। अनि तत्काल टिकट 6000 रुपियाँ भन्दैछ। बच्चा चाहिँ फ्री हुन्छ किनभने बच्चा 3 सालको। अनि एसीको टिकट हो। उहाँले चाहिँ हामीलाई होइन गरिदिनु खोजेको। उसले मेरो दोकान छ अन्त बायोडाटा सबै बताउँछु भनेको छ उसले होइन। भोलिको लागि टिकट अब हेरौँ 6000 भन्दैछ। उसको दोकान जाँदैछौँ हामी टिकट कन्फर्म गरेर। अब हेरौँ के हुन्छ। उसको दोकान यहीँ होला सायद। सो गाइस फाइनली गाइस टिकट हामीले पाइसकेको छौँ। अन्त तर आजको होइन, भोलिको होइन, पर्सिको टिकट छ होइन, कन्फर्म गरेर दिन्छु भनेको छ। पैसा चाहिँ अलिक बढी लियो होइन, अब त्यो दलालहरू हो होइन। त्यही पनि अब टिकट नलि भएको थिएन। सो डाइरेक्ट ट्रेन 6500 लियो होइन। एसीको गर्नु भनेको छ, एसीको भनेर 6500 भनेको छ होइन। अब त्यो दलालहरू पैसा खान्छ, अब त्यस्तै हो। अनि भोलिको चाहिँ के हो भने डाइरेक्ट छैन, टुक्रेमा जानुसक्छ भन्दै थियो। अनि फ्यामिली छ, फेरि बच्चा पनि छ बहिनीको। अनि त्यहाँबाट त्यो चाहिँ हुन्न भनेर अनि हामीले पर्सिको चाहिँ डाइरेक्टै गरिदिनु भनेको छौँ। सो लेट्स अब के हुन्छ होइन, हेरौँ अब अपडेट दिन्छु नि। सो गाइस सिक्किम पिपल्स तपाईँहरूको चेली आउँदैछ सिक्किम अब होइन। सो गाइस अब हामी चाहिँ इलुमा जान्छौँ। टक्कै हाम्रो इलु स्ट्यान्ड यहाँ छ। सो यो अब यो टिकटको काम छैन होइन, यो प्लेटफर्म टिकट हो। सो गाइस बाई बाई।